सो हेलो एन्ड नमस्ते एभ्रिवान, सबैजनालाई फेरि पनि स्वागत छ फेरि नयाँ अर्को भिडियोमा। यो ब्लगमा अरे ब्लग भिडियो चाहिँ भने एउटै हो। कति एक हप्ता एक डेढ हप्तापछि आइएम ब्याक। अब फेरि आउँछ, बिस्तारै बिस्तारै आउँछ। अब काम गरेको भिडियोहरू आउँछ होला लागेको छ मलाई, किनकि अब के भन्छ बुर्गास जान्छ नि त दिदी, त्यसरी नै हल्का हल्का त हान्नु पऱ्यो। त्यही भयो भने चाहिँ मलाई आउँछ। सो आज चाहिँ हामी यसो इभिनिङ वाक होइन, इभिनिङ वाकमा हिँड्दैछौँ। तरकारी बनाएर ल्यायो, अल्छी लाग्यो मेन कुरो त अल्छी लाग्यो। अनि हिँड्दै दुई दाजु है, आज दाजु हल्का बिजी, आज हाम्रो गाइड बिच छ, त्यसैले हामी दुई दाजु मात्र है। हाम्रो एरिया मात्र होला अलिक सुनसान परेको पछाडितिर। अब यो चोक पछि चाहिँ सब खुलिया छ क्या, यसो मजा आउँछ हिँड्नु। नेपाली यिनीहरूको कल्चरल ड्रेस त्यो भने होइन त, कल्चरल ड्रेस हो यिनीहरूको। सोल्टी छ पर्यो ड्रेस यसो हेर्दाखेरि अलिअलि मिल्छ भनौँ, धेरै पनि होइन थोरै पनि होइन, ठिक्कको। यो जुत्ताको यो हिँड्दाखेरि ढकढक आउँदो रहेछ अरे। मेरो अलिकति सानो सुनसान भएपछि टक 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 सुनेको आउँछ, मजा नलाग्ने। बद्नी खालको जुत्ता त अब यो कुन मे होइन, मे सुरु भइसक्यो ल। अब यो मे महिना हो, त्यसपछि फुल प्याक। अब यो महिनाको लगभग सुरु भयो। अब यो महिनाको अन्तिम भनौँ न, अन्तिममा आउँछ, अब नेपालीहरू आउँछ मात्र के भन्नु, आउँदै पनि होला होइन, हामी नभएटा मात्र होइन। पछि बिस्तारै हाम्रो एउटा बाहिर भेट्छ हामीले। आज सर्ट छोटो मिठो मात्र हुन्छ आजको चाहिँ होइन, धेरै बनाउनु पनि हुँदैन। छोटो मिठो रसिलो छपक्क परेको यो अन्त भ्यू भनेर। त्यस्तै मात्र छ है। यस्तो नेपालीहरू आयो होला, उनीहरू थाहा भएन नि त कहाँ हिँड्ने नहिँड्ने होइन, त्यो आइडिया नभयो क्या। अब दाजु र म पो आयो दुईजना, मस्ती डुलिदियो। सबभन्दा आज समुद्रै गयो, फोटोसोटो खिच्यो, पानीसँग खेलायो। अनि समुद्र छ भने चाहिँ कहिले भन्यो त्यही म्यानेजरसँग कुरा भएको थियो नि त, आज बेलुका आइपुग्यो नि त। अनि भोलि बिहान म्यानेजर आयो, कुरा गऱ्यो, रात छुट्टीले यहीँ छ समुद्र, जहाँ घुमेर आइज गर्दै थियो, घुमेर त्यतिखेर सोल्टी कति महिना भयो पुरा? 2 मन्थ। कस्तो भयो त? एकदम रमाइलो छ होइन। काम भने काम ठिक छ, दाम भने दाम ठिक छ, घुम्न भने घुम्न ठिक छ, रमाइलो बबाल एकदम दामी। अरू भन्दा नि त्यो के भन्छ, काम अनुसारको दाम छ। राम्रो त त्यही हो, काम अनुसारको दाम भएको। किनकि कति प्रायःको हुँदैन नि त होइन। अब यस्तो अब हाम्रो ओटी छैन कि, ओटी भएको चाहिँ ओफो लाइफ प्लट हुन्छ। अच्छा अमेरिका हुनेले हामीलाई साउदैन, अमेरिका हुनेले हामीलाई हामीले लोन दिएन हो भन्छ नि। त्यही भइसकेपछि यहाँ खुल्ला भइसक्यो पुरै।
हल्का चहल पहल दिनु यो स्टाइल जानु छ है अब आइपुग्न लाग्यो हो अहिले मान्छे टमाटर पुरै खुल्ला भइसक्यो अहिले पुरै खुल्ला भइसकेको छ अहिले चाहिँ पुरा प्याक भइसकेको छ यहाँ हो क्या मैले जुत्ताहरू बाँध्न देखाएको यो पसल किन्नुपर्छ नेपाल जस्तो देखा नेपाल जस्तो देखा खै कहाँ पुरै खुल्ला छ अब हावाले कपाल बिगार्छ यो कपाल यसो गरी के पो पाउँथ्यो क्या गर्ली हुनु पर्यो के चाहिँ आजकल छाल आउनु थाल्यो होइन यो अस्ति कहाँ पर्यो क्या बोला तूने यो बाजामा हो क्या गाह्रो हिँड्न सो गाइड हामी चाहिँ फर्किँदैछौँ टिकटक भिडियो एउटै भिडियो सोल्टीले 4 चोटि लगायो कस्तो थियो त्यो सोल्टी चारैचोटि लाउँदा पनि पहिलोचोटि यादै पनि भएन तर पहिलाको चाहिँ राम्रो थियो क्या सोल्टी छ त्यो नि राम्रो अब यति हो आजलाई यति नै अब लास्टै त हुने होइन सोल्टी अब घर फर्किने खाना खाने सुत्दिने हो सोल्टीको दिने चोटि सुत्दिने हो ल आजलाई यति नै सबैजनालाई धेरै धेरै धन्यवाद अन्तिमसम्म उपस्थित भएकोमा सो देन बाई बाई टाटा बाई बाई जय नेपाल